हजुरले विश्वकर्मा पूजा भन्दै अथवा नयाँ गाडी ल्याएको छु भन्दै नरिवल फोडेर पूजाआजा गरेर गाडीमा यता साइडमा मिररमा झन्डा भनौँ त्यो ध्वजा जस्तो के रातो तपाईँले बान्नु भएको छ, रातो पहेँलो केही बान्नु भएको छ। यदि बान्नु भएको छ भने रातोले रातो बानेको छ भने चाहिँ त्यसले सिम्बोलाइज चाहिँ ह्युमन ट्राफिकिङको सिम्बोलाइज गर्दो रहेछ। यो चाहिँ एउटा मात्रै होइन, दुईवटा मात्रै होइन, घटना घटिरहेको यो हाम्रै समाजमा घटना घटिरहेको कुराहरू जानकारी मलाई आएको छ। आज मात्रै पनि मेरा अमिर्ना साथीले मलाई कल गरेर मेरो गाडीमा यसरी ध्वजा राखेको थियो, अस्ति पूजा गर्दाखेरि त्यो पूजा गर्दा ध्वजाले चाहिँ मलाई एकजनाले हर्न बजायो अनि मैले रोकेर के भयो भनेको तैँले राखेको होस् भन्यो। अनि हो त भनेर भन्दाखेरि यो किन लागि राखेको भन्न नपाउँदै उसैले यो ह्युमन ट्राफिकको सिम्बलाइज राख्नु त राम्रो होइन, के गरेको यस्तो भनेर भन्यो। अनि मैले त्यो निकालेर फालेँ। तपाईँले यसको लागि एउटा भिडियो बनाइदिनु पर्यो भनेर मलाई उहाँले पनि जानकारी गराउनु भएको थियो। हामी अनौठो कुराहरू गर्छौँ, हामीसँग आस्था छ, विश्वास छ, हाम्रो एउटा परम्परा छ, त्यसलाई हामी जगर्ना गर्नु त पर्छ, तर कहिलेकाहीँ चाहिँ ठाउँ हेरेर समय हेरेर गर्नुपर्छ। यदि तपाईँहरूसँग त्यस्तो कुराहरू छ, तपाईँले गाडीमा राख्नु भएको छ र हाम्रो गाडीमा राख्ने चलन के पनि छ भने ठुला मूर्ति ल्याएर राख्ने पनि गर्छौँ गाडीको ड्यासबोर्ड अगाडि। त्यो पनि तपाईँहरूले ठुलो लाउनु भएको छ भने आफैलाई एक्सिडेन्टहरू हुँदा ओर्दा तपाईँलाई त्यसैले ठोकेर तपाईँसँग केही एक्सिडेन्ट हुन सक्ने सम्भावना हुन्छ। त्यसलाई पनि तपाईँहरूले ठुलो अथवा चिन्हहरू गाडीमा प्रायः जस्तो नलाएकै राम्रो भन्छु म चाहिँ प्रायः जस्तो लाउँदिनँ। तर पनि तपाईँले कतिसम्म राख्दा राम्रो हुन्छ, कतिसम्म राख्दा राम्रो हुँदैन भन्ने कुराहरू आफैले विचार गरेर राख्नु होला। र यो भिडियो चाहिँ भरिसक्के सबैजना हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूको हातमा पुगोस्, ताकि उहाँहरूलाई पनि अवेर होस्, यस्तो गर्दाखेरि यस्तो पनि हुन सक्ने सम्भावना हुँदो रहेछ। हामी यहाँको नियम कानुनहरू केही पनि जान्दिनौँ, भरे सानो कुराले ठुलो रूप लिन सक्छ भन्दै भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।